हामी चाहिँ अब चाहिँ लागेको मल्ली डाँडा नाम हो। मान्छेको कन्टेन्टको वरिपरि चाहिँ यति दामी आइदिन्छ फुल राख्दाखेरि चाहिँ अस्तिको पानीले सबै ढालेछ तपाईँ। हाम्रो ग्रुप चाहिँ आज यहाँ म्याम हुनुहुन्छ। यस्तो म्याम हुनुहुन्छ आजको गेम ल ल ल आजको गाडीमा चढ्यौँ हामी ज्याङको गाडी गाडीले मात्न जस्तो भइरहेको छ मलाई त सानो गाडीमा मात्छ मलाई। अर्को गाडीमा आइपुग्यो हाम्रो निकै हिँड्दा मात्रै आइपुग्दो रहेछ नि त घर त म्यामको। वा यही रहेछ घर चाहिँ। आजको हाम्रो ग्याङ चाहिँ 8 जना थियौँ। म्यामको घर चाहिँ यो रहेछ। कस्तो राम्रो रहेछ घर। फुलहरू पुरा रहेछ। र हाम्रो उपासना म्याम चाहिँ अलिक ठिक हुनुहुँदो रहेछ। धेरै नै ठिक हुनुभएछ अहिले। यो उसबाट चाहिँ मल्ली डाँडाबाट चाहिँ कालिम्पोङ चाहिँ यहीँ पारि देख्दछ है। कालिम्पोङ चाहिँ यहीँ पारि देख्दछ। आज हामी म्याम हेर्नु आएको देखेको हुन्छ त्यहाँ रहेछ कालिम्पोङ गाडी। यो मल्ली डाँडा होइन त? कहाँ छ खोइ गाडी चाहिँ म्यामको? होइन म्यामको गाडी चाहिँ कहाँ राखेको छ? यो माथि चाहिँ तारेभिर रहेछ। तारेभिरको खेतमा चाहिँ हामी आएको रहेछौँ आज। अनि यो जग्गा चाहिँ के अरे यो मल्ली डाँडाको उयो रहेछ। माथि हामी आएको चाहिँ मल्ली डाँडा हो। तारेभिरदेखि खेतमा पनि हामी आएको। एकछिन हामी चाहिँ म्याम हेरेर आएको घुमेर फेरि घुम्न आएकै यहाँ तारेभिरमा एकछिन हल्का रमाइलो गर्नु साथीहरू पछाडि छ। हाम्रो आजको ग्याङ चाहिँ यहाँ फोटो खिच्नुमा कम त बिजी छैन। म्याडम चाहिँ यहाँ हुनुहुन्छ। आमामा कराएर मार्नु आँटिसक्यो। म्याडमले कराएर यहाँ मार्नु आँटिसकेको छ। आज हाम्रो यहाँ ग्याङ यति छन् यहाँ। लु कहाँ जानु म चाहिँ? आज हाम्रो बाँकी रात पर्नु आँट्यो। अब चाहिँ भेना चाहिँ गाडीमा मजा आज थ्याङ्क यू भन्न चाहिँ सस्तोमा भेना आज हामीलाई लगिदिनु भएको थियो।